हामी चाहिँ अब चढ्ने तर्खरमा छौँ। केटाहरू चढ्नको लागि भने ज्यान दिएर आएको छ। त्यसो बाटो आइपुग्यौँ हेरी। तलबाट आएको साह्रै राम्रो सिनारियो यहाँबाट हेर्न सकिन्छ। गुफा जस्तो देखिए पनि यो गुफा नभइकन हावा पाल भनेर चिनिरहेछ। उता पाहाडबाट तडाएको हावा तल सिमी टाइपको स्ट्रक्चर बाई नेचर रहेछ। हामी चाहिँ उकालो चढ्ने क्रममा अगाडि बढ्दैछ त। माइलो चाहिँ भइसकेको अवस्था छ। चढ्दैछौँ पाहाडमा। हामी चाहिँ त्यो डाँडामा जानुपर्ने अरे। त्यहाँबाट फेरि तल झरेर माथि चढ्दाखेरि मन्दिर भेटिन्छ। भन्छ अझै हाम्रो 1 घन्टाको हिँडाइ बाँकी छ। हामी करिब 1 घन्टा 15 मिनट हिँडिसक्यौँ। हाम्रो माइलो भाइ यहाँ पुरै थन्केर बसिरहेको छ। अब हामी हिँड्छौँ। बाटो यस्तो छ, एकतिर यता यस्तो छ। बिचमा एउटा थ्रिल नै छ एक किसिमको। यहाँ पनि मलाई चाहिँ यस्तै बाटो मनपर्छ, तर के हुन सकिँदैन। देउराली अथवा के हो र
यो ठाउँको नाम के हो बाजे? यो ठाउँको नाम 300 लेक। यो लेकै हुने चाहिँ है? यो चाहिँ जात्रा हो। नरिवल दिनु न एउटा नरिवल। अरू सबै छ हामीसँग। सलाई छ, लाइटर छ? सलाई दिनु। ए धुप दिनु ल एउटा चाहिँ। एउटा नरिवल एउटा धुप दिनु। यहाँ चाहिँ हाम्रो सानो पूजा बस्नु छ। यहाँ चाहिँ सबै चिज पाइन्छ। यहाँको डिपार्टमेन्ट स्टोर होइन यहाँको? बेलुका पनि पाइन्छ? एउटा हाल यो दुईवटा चाहिँ हालिदिनु न है। यसो शिवजीको धुप एउटा सलाई भएको है। यहाँ चाहिँ सबै कुरो पाइन्छ। कोही पछि सबै लेखा हामीले। हामी चाहिँ पानी एउटा एक्स्ट्रा लिनुपर्छ क्या। यो छ हात धुनलाई त्यहाँ हात धुनु पऱ्यो। ठिकै छ। मिलाएर अब यहाँ यस्तो क्या उहाँहरू नजिकको मान्छे उहाँहरू भगवान्को नजिकको मान्छे उहाँहरूलाई होइन हो ल हस् 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 धन्यवाद राखौँ जाउँ यहीँ राख्नु त्यो पैसा सबै राख सबैलाई त्यो ल दाजु तपाईँ यहीँसम्म हो ल ल ए यहाँ बेचेर जानुहुन्छ हाम्रो दाइ चाहिँ सँगसँगै हिँडेको ए ए ए साथीकोमा जाने भन्नुभएको थियो ल दाइ आउँदै गर्नु हामी जाँदै गर्छौँ ए हस् ल ल हाम्रो चाहिँ नि मन्दिर चाहिँ यहाँबाट लटरम्बेश्वर महादेवको मन्दिर चाहिँ यहाँबाट हर हर महादेव अब हामी करिब करिब हिँड्दै गर्दा पुग्ने अवस्था छ अनि 10-15 मिनट 10 मिनट 10 मिनट भने चाहिँ कहिलेको 10-15 मिनट हो त्यहाँ पुग्नुलाई होराइजन चाहिँ खतरा देखेर चाहिँ स्काई होराइजन जाउँ ल जाउँ ढिलो गरौँ न अब चाहिँ हामी मन्दिरको करिब नजिक आएको छ जोस पनि बढिरहेछ सायद त्यो पोजिटिभ एनर्जी जुन छ त्यसले पनि काम गरिरहेछ अनि अहिले चाहिँ बाटो पनि अलिक तेर्सो छ त्यस कारणले गर्दा हाम्रो स्पिडहरू बढिरहेको अवस्था छ यतै त हो नि अरे यही बाटो त हो नि अनि होइन होला हर 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 महादेव शम्भो ल अब यो चाहिँ हामी तल ओर्लिने क्रममा छौँ अब यसलाई गाह्रो भन्न चाहिँ मिल्दैन कतिजनाले चाहिँ साह्रै गाह्रो स्यास्याएर फ्याफ्या गरेको देखियो तर सुरुमा चाहिँ त भन्नु सक्ने रहेछ बिचमा अलिक तेर्सो बाटो आएपछि त्यसमा अलिकति कम भएर फेरि हुनसक्छ यो चाहिँ प्रपर एउटा लटरम्बेश्वर महादेवको ठाउँमा जाने भिडियो हुन पनि सक्छ नहुन पनि सक्छ तर कहाँ होइन अलि हुँदैन बानी हुन्छ नि त्यो पनि अनि हामी चाहिँ यसरी हिँड्दैछौँ ल शम्भो भगवान्को महिमा गाउँदै हामी अगाडि बढिरहेका छौँ हामीभन्दा पछाडि चाहिँ लग्यो ल
खत्रै आउने भएन बेलुका चाहिँ माथि के हो रे यो भेट्न गाह्रो छ ल यो तीन यसको नाम के हो भीमसेनपाती तितेपातीकै दाजुभाइ एउटा एक ठाउँमा तीनटा भएको यो डाँठमा यो त लास्टै उयो रहेछ त है ओहो ल जय शम्भो अब हामी चढ्नै वाला छौँ अहिले जस्तो थकाइ अहिले फिल भएको छैन म पनि आएँ माया ल है बाटो चाहिँ साँघुरो छ अलिकति